कपडाले बनाएको थैला हो। यसमा यसरी पल्टाउन सजिलो होस् भने फ्रेममा राखेको छ। हेर्नु होला, यो फ्रेममा कपडाको थैला यहाँ बनाएको छ। हात राखेर यसरी पल्टाउन सजिलो हुन्छ भने यो फ्रेम बनाएको छ। तपाईँ हेरिराख्नु भएको छ। अब यो थैलामा केही पनि छैन, यताबाट तान्यो उताबाट तान्यो, केही पनि छैन। अब एकजना रुमाल लिएर आउनुहोस्, कोही एकजना सर रुमाल लिएर आउनुहोस्। सर आउनुभयो ल, सर आउनुभयो ल, केही हजुर कुन जिल्लाबाट आउनुभयो सर? ल शङ्खुवा सभाबाट सर आउनुभयो। यो छामेर हेरिदिनुहोस् त, यसमा केही छ? कपडाले बनाइएको थैला हो, हेरिदिनुहोस्। केही पल्टाएर पल्टाइदिनुहोस्। यसमा केही छ? यताबाट पल्टाइदिनुहोस्। केही छैन, पल्टाइदिनुहोस्। केही पाउनुभयो? केही छैन। अब शङ्खुवा सभाबाट सर आउनु भएको छ। अब यसमा पक्कै केही पनि छैन, तपाईँ हेरिराख्नु भएको छ। अब सरले यसमा आफ्नो रुमाल राख्दै हुनुहुन्छ, कुना समात्नु सर। ल हेर्नुहोस्, शिक्षकको कलममा रुमालको कुना समात्नु। शिक्षकको कलममा बोल्दा बोल्दै आवाज बिग्रिया छ। अब यसमा हाल्नु, सरले आफ्नो रुमाल भित्र हाल्नु। सरले रुमाल यसमा हाल्नुभयो। सर तपाईँ आफ्नो रुमाल चिन्नुपर्छ, हो कि होइन? तपाईँको रुमाल हो नि, फेरि गडबड हुन्छ फेरि हो। अब म यता जान्छु है, तपाईँ आफ्नो रुमाल चिन्नुभयो। सर म यता आएँ, ल यता आउनुहोस्। सरले रुमाल राखेको हजुरले हेर्नुभयो? उहाँले राखेको रुमाल हो कि होइन मात्र भन्नुहोला। अघि राखेको रुमाल हो कि होइन? अघि राखेको मैले देखिनँ नि। सर आफ्नो रुमाल हेराइदिनुहोस्, हेर्नु होला। सरले राखेको रुमाल हेर्नुभयो? सरले राखेको रुमाल यहाँ राख्नुभयो होइन? अब एकैछिन म सबै गुरुलाई हेराउँछु। तपाईँले राखेको रुमाल हो कि होइन? उहाँले राखेको रुमाल हेर्नुभयो? उहाँले राखेको रुमाल हो कि होइन? एकैछिन मैले निकाल्नु भने तपाईँ एक स्टेप अगाडि बढ्नुहुन्छ भने मजा आउँछ। हरियो सोधेकै छ। उहाँले राखेको रुमाल हो कि होइन? होइन। उहाँले राखेको रुमाल हो कि होइन? होइन, मैले के सोधेको छु प्रश्न सुन्नुहोस्। उहाँले राखेको रुमाल हो कि होइन? हो कि होइन? होइन। तपाईँले राखेको रुमाल हो कि होइन? हो। उहाँले राखेको रुमाल हो कि होइन? होइन। एकैछिन, उहाँले राखेको रुमाल हो भन्दै हुनुहुन्छ, तपाईँले राखेको रुमाल हो कि होइन? हो। पक्का? अनि उहाँले राखेको रुमाल हो कि होइन? होइन भनिदिनु भयो त। सबैलाई हेराउँछु। उहाँले राखेको रुमाल होइन? के यो तपाईँले राखेको रुमाल होइन? हो भन्दै तपाईँ आफ्नो रुमाल हेराइदिनुहोस् त। एकैछिन नातिनु होला। उहाँले राखेको रुमाल त्यही हो कि होइन? तपाईँले राखेको रुमाल हो कि होइन? अब हेर्नुहोस्, उहाँले राखेको रुमाल हो कि होइन? होइन। फेरि आयो कुरा। अब यतातिर जान्छु। उहाँले राखेको रुमाल हो कि होइन? होइन भने निकालेर हेराइदिनुहोस्। निकाल्नु। रुमाल समात्नु, कपडा किन समात्नु भयो त? ताली बजाउनु। उहाँले राखेको रुमाल हेर्नुहोस्। अब यो तपाईँले राखेको रुमाल तपाईँले राखेको रुमाल हो कि होइन? हरियो तपाईँको रुमाल भयो। अब तपाईँको रुमाल हो कि होइन? यो तपाईँको रुमाल हो कि उहाँको रुमाल हो? यो मेरो हो। यो तपाईँको रुमाल हो? सर उहाँ भन्दै हुन्छ मेरो रुमाल हो। यो कसको रुमाल हो? यो मेरो रुमाल हो। सर उहाँ भन्दै हुन्छ मेरो रुमाल हो। यो तपाईँहरूको रुमाल हो। सर यो कसको रुमाल हो? हरियो भन्दै हुन्छ मेरो रुमाल हाम्रो हो। यो तपाईँ आफ्नो रुमाल हेराउनु सकैछन्। आफ्नो रुमाल हेराउनु भयो है, र राख्नुहोस्। तपाईँको आफ्नो रुमाल चिन्नु होला। अब तपाईँ, यो तपाईँको रुमाल हो कि उहाँको रुमाल हो? मेरो रुमाल। तपाईँ आफ्नो रुमाल हेराइदिनुहोस्। उहाँ आफ्नो रुमाल हेराइदिनुहोस्। अब म यता
यतातिर जान्छु राख्नुहोस् अब है अब यता जान्छु तपाईहरूले उहाँले राखेको रुमाल र उहाँले राखेको रुमाल यो कसको रुमाल हो तपाईहरू भन्नुहोस् कसको रुमाल हो ल भन्नु होला कसको रुमाल हो कसैको होइन कसैको होइन म हेर्छु कसको रुमाल हो कसैको होइन के यो तपाईको रुमाल होइन हो भन्दै हुन्छ सर के यो तपाईको रुमाल होइन हो भन्दै हुन्छ के उहाँहरूको यो रुमाल होइन होइन गजबको कुरा भयो त उहाँ भन्दै हुन्छ मेरो रुमाल हो उहाँ भन्दै हुन्छ मेरो रुमाल हो यता सोद्धाखेरि कसैको होइन आयो के यो तपाईको रुमाल होइन उहाँले भन्दै हुन्छ मेरो रुमाल हो सर यता हेर्नुहोस् के यो कसको रुमाल हो हाम्रो अब फेरि डिसिजन दिनुपर्छ उहाँ भन्नुहुन्छ मेरो रुमाल उहाँ भन्नुहुन्छ मेरो रुमाल अब तपाईहरु भनेर भन्नुहोस् कसको रुमाल हो यो कसैको होइन ल कसैको होइन भने हेराइदिनुस् निकालेर ताली बजाउनु कसैको होइन हेर्नुहोस् यसमा छ अब सर तपाईँ त राख्नुभयो तपाईँको अब रुमाल हो तपाईँको रुमाल हो अब सर उहाँ भन्नुहुन्छ मेरो रुमाल हो कसको ल तपाईँ आफ्नो हेराइदिनुहोस् शिक्षकको कलममा अब सरलाई पनि चिन्ता लाग्यो कि मेरो रुमाल खोइ हरियो रुमाल सर निकालेर हेराइदिनुहोस् अब सरलाई त झन् चिन्ता लाग्यो कि मेरो रुमाल खोइ अब हेर्नुहोस् तपाईँलाई त चिन्ता लाग्यो तपाईँ हेर्नुहोस् ताली बजाउनुहोस् शिक्षकको कलममा ताली 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 धन्यवाद अलिकति भिडियो भइरहेछ